हेलो गाइज, आज म हजुरहरूलाई सासू बुहारीको सम्बन्धमा आधारित एउटा रमाइलो कथा सुनाउन गइरहेको छु। कथाको नाम रहेको छ अचारको चाक। कुनै एउटा सानो गाउँ थियो जसमा एउटा झुपडी घर थियो जहाँ सासू बुहारी बस्ने गर्दथे। त्यो घरको सासू चाहिँ निकै पुरानो सोचकी, कडा स्वभावकी थिइन् भने बुहारी चाहिँ नयाँ सोचकी, मिलनसार अनि शान्त स्वभावकी थिइन्। सासूले हरेक कुरामा बुहारीलाई सिकाउँथिन्, यसरी पकाऊ, उसरी बस्नुपर्छ, यो गर, त्यो नगर, यो लगाऊ, त्यो नलगाऊ। तर बुहारी सोझी चुपचाप सुन्थिन् अनि आफ्नो काम गरिरहन्थिन्। अचानक एक दिन बुहारीले आफ्नै मनले आँपको अचार बनाइन्, जुन पहिला सासूले कहिल्यै खाएकी थिइनन्। सासूले स्वाद लिइन् र झनक्क रिसाइन्, तिमीलाई थाहा छैन, अचार यसरी बनाउँदैन। बुहारी निराश हुँदै बसिन्। तर भोलिपल्ट घरमा पाहुना आए। ती पाहुनाले अचारको धेरै प्रशंसा गरे। वाह, यस्तो सजिलो अचार त जीवनमा पहिलो पटक खाएँ, कसले बनाएको यो? पाहुनाले सोधे। सासूले लाज मान्दै मुस्कुराउँदै भनिन्, यो अचार मेरी बुहारीले बनाएकी हो। त्यसपछि त्यो दिनदेखि सासू र बुहारीको सम्बन्ध बलियो बन्यो। सासूले बुझिन् कि नयाँ कुरा सिक्न बुहारीबाट पनि सिकिँदो रहेछ अनि बुहारीले पनि सासूको अनुभवको कदर गर्न थालिन्। सासू र बुहारीको सम्बन्ध आपसी बुझाइ र सम्मानमा आधारित हुनुपर्छ भन्ने चाहिँ हामीले यो कथाबाट सिक्न सक्छौँ। हजुरहरूलाई कस्तो लाग्यो यो कथा? मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनु होला। Thank you. Bye bye. Love you all.